हेलो एन्ड नमस्ते। आजको यस भिडियोमा हजुरहरूलाई देखाउनेवाला छु युट्युबर बन्न इजी छ कि कठिनाइ छ, कति कठिनाइ छ त्यो युट्युबर बन्न भनेर आजको यस भिडियोमा देखाउनेवाला छु। र आजको यस भिडियोमा मेन कुरा के छ भने आजको अहिलेको समयमा म सक्सेस कसरी छु र के भयो भनेर हेर्नुहोस् है त भिडियो पुरा फुल। म हजुरहरूलाई एउटा यस्तो कुरा बताउन गइरहेको छु। मैले आजसम्म मेहनत गरेको सफल भयो कि भएन भन्ने कुराहरू हजुरलाई सेयर गर्छु र म यस्तो भिडियो बनाउँछु। धेरै जसोलाई लाग्छ कि अर्निङ हुन्छ हुँदैन, त्यो लास्टमा भन्छु, लास्टसम्म हेर्नुहोस् होइन। बताउन गइरहेको छु यो भयो कि भएन भनेर होइन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। म पुर्खर खड्का अझ लाग्यो कि भिडियो बनाउनु त हो? बुवा लागि क्या अझ त नसुध्रिने भइगयो है। ए पुकार खाना आउन लागेको छु बुवा, अब आउँदो भए ए खाना हालिएन ल बुवा। के हो यो टुटाउने पानी होइन आउँदो त थापडो जा खाने आला निको निको खोज्दो काम धनी केही छैन, त्यो मोबाइलले चलाउनु मात्र छ। तपाईलाई टुटाउने पानी खाँदैन। हेर यो बुढा मान्छेले खन्नु यत्रो लठे चेलो पराउनु भिडियो मात्र बनाउँदो छ। बुढा के हुन्छ उसै दुःख यसा घामाउडो खन्दो सँगौडे त्यहाँदेखि बसिकन फोटो मात्र खिच्दो, मोबाइल मात्र चलाउँदो, काम गरि सक्दैन। भिडियो मात्र भन्दछ, भिडियो मात्र भन्दछ। सबका चेला यहाँ कमाउँदा छन्, बाउकी दिँदा छन्, यही गयो, अरू केही आएको छैन। भिडियो मात्र भन्दछ कि पैसा देऊ कि भिडियो गर्दो भन्दछ। अहिले चाहिँ हामी पोल्यान्ड पुल पुगिसकेका छौँ। आज चाहिँ एक्लै जान लाग्छौँ, नत्र यहाँ केटाहरू चाहिँ लगेर जान्थे। आज चाहिँ कोही छैनन् अनि फर्स्ट डे भयो नि त आज। धेरै दिनपछि चुनावपछि चाहिँ धेरै दिनपछि आज कलेज लाग्यो, त्यही भएर चाहिँ अहिले चाहिँ म एक्लै गइरहेको छु। र म यस्तै गरेर कलेज लागिरहेको छु होइन। यस्तै कुराहरू लाइफमा हुन्छ, भिडियो बनाउने गऱ्यो भने होइन। त्यस भएर मैले आज चाहिँ यो भिडियो बनाएको हुँ र सबैजनाले माया देखाइदिनु होला अनि साथ सपोर्ट दिइदिनु होला। र फर्स्टमा भनेको अहिले म सक्सेस छु कि नै भन्ने कुरा चाहिँ त्यो चाहिँ 2-3 दिनमा हजुरहरूलाई म अर्को भिडियोमा गएर भन्ने छु। र धन्यवाद हजुरले अहिलेसम्म यो भिडियो हेरिदिनु भएकोमा। आई लभ यु गाइज। सो बाई बाई। धेरै दिनपछि हजुरले यस्तो भिडियो हेर्न पाउनुभयो। सो लभ यु गाइज। कलेज पुगिसकेका छौँ। हाम्रो साथ चाहिँ हाम्रो परमज ह्यान्डसम बोय होइन, परमज ह्यान्डसम बोय भएर हामी यहाँनिर बसिसकेका छौँ। जस्ट कलेजको छुट्टी भन्न लाग्यो, के पो हुन्छ खोइ खालि आयो यार होइन। त्यही त हेर अगाडि भन्थ्यो त हामी आउने थिएनौँ त, सुत्ने थियो होइन मजाले, आँखा पिडाउनु लाग्यो होइन। ल त गाइज कलेज पुगिसकेका छौँ। फोन ननिकालौँ, दिमाग खराब हुन्छ। मार्ला होइन। चप्पल लगाएर आयो यार, जुत्ता लगाएन।